हेलो गाइज, म चाहिँ आजदेखि भ्लग गर्दैछु है। यहाँ बसेर हेरिरहेको छिन् हाम्री मायाहरू। हामी चाहिँ आज फिल्म हेर्न गइरहेछौँ। कुन फिल्म अरे? जारी कि जेरी? कस्तो जारी हेर्न जाँदैछौँ। यता बाइक आयो। काम माइला दाइ पो हुनुहुँदो रहेछ को भनेर। जस्तो होस् जे होस् गाइज, आज चाहिँ हामी भ्लग बनाएरै छाड्छौँ होइन। चाहे राम्रो होस् चाहे नराम्रो होस्, हामीलाई बालै फरार अरे होइन। भ्लग बनाउँछु भनेर आँट गर्दा गर्दा हिम्मत गर्दा गर्दा है केही गरेर पनि लागु भएर क्या आज चाहिँ जेसुकै होस् बनाइदिन्छु। हामी चाहिँ केएलटारमा, चाबेलको केएलटारमा जारी फिल्मले साह्रै नै त हल्का मच्चायो अरे होइन। हेर्न नजाउँ भनेको मनले धरिदिएन है। त्यही भएर हामी चाहिँ हेर्न जाँदैछौँ। देविका दिदी पनि हुनुहुन्छ तलबाट। यहाँबाट चाहिँ हामी जाँदैछौँ। कस्तो हुन्छ हेरेर माया सपोर्ट चाहिँ गरिदिनु होला। हेरिदिनु भएन भने त के मजा भएर यत्रो दुःख गरेर बनाएको भिडियो ब्लग। यहाँ चाहिँ हाम्रो आन्टी हुनुहुन्छ है गाइज अरे क्या। मान्छे नि पहिरो छ त, पुरै मान्छे नि पहिरो त हौ। गाइज हामी चाहिँ अलिक भित्र छ कि हाम्रो त्यो बसाइ, त्यही भएको कारणले गर्दाखेरि होइन यस्तो भएर हिँडिरहेको छु म चाहिँ आज। जस्तो लागेर होइन। अब अलिपुरातिर जस्तो भए पनि लाज लाग्दो रहेछ भ्लग बनाउँदाखेरि चाहिँ। हाम्रो युट्युब च्यानल छ, सब्सक्राइब गरिदिनुपर्छ है। भ्लग बनाउँदैछु। ल गाइज, यस्तो पानी पर्न आँटेको है। तर पानी अलिअलि आएको पनि थियो। त्यसो त म राम्ररी देखेको छुइनँ है गाइज। के गर्नु, अनुहारै ठ्याप्प परेको छ। जे छ ठिक छ, प्रकृतिले दिएको कुरामा त्यसमा खुसी हुनुपर्छ होइन। अरू कुरा त आफ्नो ठाउँमा छ। यो ब्याग चाहिँ यस्तो मेरो काँधमा अडिँदैन क्या। अनि मलाई क्या रिस उठ्छ भने मेरो मात्रै हो कि सबैको हो यस्तो ब्याग बोक्दाखेरि गाइज। मेरो चाहिँ यहाँबाट जहिले खुस्किन्छ क्या, कहिले तल झर्छ। यस्तो हुन्छ क्या। अनि मलाई क्या रिस उठ्छ भने पछाडि त्यो केटाहरूले बोक्ने टाइपको ब्याग नि अनि मनपर्छ कि मलाई। त्यो भयो भने चाहिँ होइन ठक्क पछाडि बोक्यो टै लाएर हिँड्यो सजिलो। मेरो फुल लुक्स त देखाउनै बाँकी छ त गाइजहरूलाई अरे क्या। चप्पलमा छु म गाइज, चप्पलमा है। अनि यस्तो गरेर सबै दामी रहेछ यार। फोटो पनि खिच्दा मिल्ने। अरे यता आउनै गाडी आउँदैछ। बाटो सबै मेरै हो भनेर नहेर्नु न तपाईँले। बाटो तपाईँको मात्रै होइन नि, कसले मेरो भयो कि क्या हो? गाडी आयो। बिहान मर्निङ वाक जाँदा कुखुराको सुली बनाएर त्यो बस्ने गाउँमा अब त्यता पनि जानुहुन्छ? हेर्नु सकिँदैन। मेन्टा दिँदा झन् बिस्तारै ढिला छोडेर हिँडेँ म त। त्यो मासतिरको फेरि एकजना दाइले यस्तो छोड्ने पनि साथी हुन्छ भन्छ हो नि। जीवनमा खाइरहेको घाँस छोड्नु अरे, साथ नछोड्नु अरे। सँगै हिँडेको साथ के छ खाना खायो? ल ओ माई गड, बाख्रा गाइस, खसी पाखी हो के खसी बाख्री। बेलुका दिदीले फोन गर्नुभयो। कल्तिर हिँड्यो अङ्कल। कलवाला अङ्कलकै नानीहरूलाई फुकिदिनु हुने भयो। गाइस अहिले चाहिँ सबै यतातिर छ है। कता धानहरू के अरे गहुँहरू काटेर खेतीहरू खाली छ। अब धान लाउनुको लागि पुरा तयारी छ है। अब यो गहुँ उखालिसकेपछि चाहिँ
काटिसकेपछि चाहिँ अब यहाँ जोड्छन् ट्र्याक्टर लाएर त्यसपछिबाट हिलो बनाउने धानको यो पारिसकेको छ अनि त्यो गरिदिन्छन् रोप्छन् धान रोप्नु चाहिँ बहुत मजा आउँछ गाइस तर हिलो चाहिँ होइन अलिअलि हुन्छ केही छैन हिलो धुलोमा नगरी हिलो धुलो नभए त मिठो खाना नि पाइँदैन नि त होइन धान रोप्नु चाहिँ मलाई पनि मजा लाग्छ यता चाहिँ सबै हेर्नु टनेलमा खेती छ तरकारी खेती हो सबै यो चाहिँ यसलाई के भन्छ टनेल न अनि टमाटर सबै टमाटर छ यता पर पनि टमाटर छ है जसमा लागेको माया किन ढिला गर्छौ नि बेला आज चाहिँ म भरे उहाँ स्यालटारमा गएर पनि भिडियो बनाउँछु यसले जोडेर कस्तो हुन्छ गाइस हजुरहरूको प्रतिक्रिया चाहिँ आओस् ल सुरुमा छु आउँदैन मलाई थाहा छ होइन नयाँ हुँदाखेरि त्यही हो सबैले माया सपोर्ट पाइँदैन बिस्तारै हजुरहरूको माया सपोर्ट त छँदैछ नि हामीले राम्रो कन्टेन्टहरू भिडियोहरू ल्यायो भने त होइन गले गाइस भिडियो बनाउँदाखेरि पनि गलिँदो रहेछ भिडियो बनाउँदै हिँड्दा चाहिँ अलिक ढिलो हुँदो रहेछ है त्यस्तो हाल्नु पनि तरिकाले अरू बेला त कुद्नुको मात्रै हतार हुन्छ अब आज चाहिँ यसो भिडियोतिर पनि ध्यान दिनु पऱ्यो दायाँ बायाँ कसले के भनिरहेको छ यस्तो हेरेछ भने हेर्नु पऱ्यो होइन कसो गाइस हाम्रो चटपटे च्यालेन्ज चाहिँ कस्तो भयो गाइस हिजोको दिदी र मेरो केही सबैजनाले हेरिदिनु होला है सपोर्ट गरिदिनु होला दामी गाइस उताको सिनहरू पनि कस्तो राम्रो देखिन्छ यस्तै हुँदैछ आज त्यतिकै प्रेसर लगायो नि टाउको दुख्छ कस्तो मजाको फुलेको क्या यो फुल नि है तल कहाँको मैले लाइन नै दिएको थिएँ साकुरा भन्ने केही त अरे नि अर्को खालको हुन्छ नि कलर चाहिँ फरक हुन्छ खासमा यही पारिजात पनि भन्छ होइन साकुरा पनि भन्छ जापानमा पाइने यही फुल त रहेछ नि यसलाई त गाउँघरमा अर्कै के पनि भन्छ अरे अस्ति एउटा भाइले भन्दा थियो ल हेर्नु गाइस हाम्रो जापानमा छौँ त गाइस कहाँ हो भन्दा जापानमा नपत्ता हेर्नु पुरा साकुरा फुलिरहेछ है साकुरा हामी जापानमा छौँ जापानमा गाइस नेपालको जापानमा छौँ मान्छेहरूले त नेपाल गएको के काका त्यो झोडीहरू फाडिरहेको भिडियो बनाउने अनि पोर्चुगलमा गाइस म पोर्चुगलमा हेर्नु यस्तो काम हुन्छ पोर्चुगलमा भनेर हुन्छ नि तपाईँ एकदम बिजी हिँड्ने छैन होइन हेर्नु त तपाईँ हिँड्दा बिचमा हिँड्नुहुन्छ कि अगाडि हिँड्नु घरै हुँदैन नेपालको ड्राइभिङहरू कसले कतिखेर आएर कहाँ छोइदिन्छ होइन जिन्दगी त एक छोए त गयो त पाइँदैन त फेरि यस्तो जिन्दगी त त्यही भएर अलिकति आफ्नो जिन्दगी आफैले होसियार गरेर हिँड्नुपर्छ कि कसो गाइस हो होइन त माया गर्नुपर्छ आफ्नो जिन्दगीको हाम्रो जिन्दगी छ र पो हामीले सबै कुरा गर्नुपर्छ खान हिँड्न खेल्न हाँस्न विभिन्न तनाव टेन्सन भए पनि खप्न पाइएको छ विभिन्न हाँसी खुसी भए पनि देख्न पाइएको छ दाइले मजाले हेरेर जानुभयो है के गर्नु हजुर यस्तै छ जिन्दगानीमा वाउ मकैबारी
तपाईँहरूले दामी मकैबारी देखाउँछु ल गाइस हेर्नु त है गऱ्यो भने के चाहिँ हुँदैन मान्छेको घरेलु मकै रोपेर अब जेठ असारको लास्ट कत्री खाने बेला हुन्छ उसिनेर पोलेर भुटेर खाने बेला हुन्छ ड्यामी त्यो पराको घर छ नि गाइस देखिरह त्यो पराको घर दामी छ दामी एकदम मनपर्छ प्लटिङ है गाइस सबैलाई कसैलाई जग्गा चाहिन्छ भने सम्पर्क गर्नु होला यता प्लटिङ छ हाम्रो दाजुहरूको प्लटिङ छ है देखेको छैन ल दाजुहरूको प्लटिङ हो हाम्रो आफ्नै दाजुहरूको प्लटिङ हो आउनुभयो भने मिलाएरै गरिदिनु हुन्छ जग्गा आनाको 40-35 अरे आनाको 35 अरे हाम्रो दाजुहरूको प्लटिङमा के गर्नु प्लटिङ गरेपछि अलिकति महँगै हुन्छ होइन गाइस पहिला चाहिँ अब 20-25ले थियो त्यो प्लटिङ गर्नुभन्दा अगाडि चाहिँ 25ले चाहिँ थियो समथिङ त्यो अलिकति रोड दिन्छ र भित्र छ अहिले त 35 अरे हो पैसा हुने मान्छेहरू आयो हुन्छ काठमाडौँमा घडेरी भटाभट छ खुलिरहेछ त्यो गाडी दिनु फेरि होइन नि कन्टिन्यू भिडियो चाहिँ गर्दैछु मैले यति लामो भइसक्यो है स्टप गर्नु पऱ्यो गाइस हामी चाहिँ अहिले बर्माहिल आइपुग्यो है बर्माहिलको चोक यसलाई चाहिँ बर्माहिलको चोक भन्छ गाइस मेरो भोलि चाहिँ एकदमै आएको छैन कि लाज लागिरहेको छ मलाई बोल्दै मान्छेले हेर्दा नि के भन्छ जस्तो भइरहेको छ है मलाई यस्तो लाज हुने रहेछ गाइस फर्स्टचोटि भिडियो बनाउँदाखेरि ठुलो सरले कराउनु र पो होइन गर्दै मेरो त भरे पक्कै यो स्वर त अनि केही सुन्नै हुन्न होला हजुरहरूले के हो यो मुसा कराएको कि चरा कराएको हो भन्ने आउँछ होला पर हो बनाउँदै आएको क्या आज चाहिँ त्यस्तो छ होइन भरे काटकुट हुन्छ ल हाम्रो दिदी यता हुनुहुन्छ हाई भन्नु ल यता राम्री मान्छेहरू छ नि यता होइन गाइस उहाँहरूलाई हेरेर पनि आउँछ ल गुटुङटुङ सब्सक्राइबर त अरे क्या बोल्नु न हौ क्यामेरा बनाउँदै आउँदैछ सबै बनाउनु भयो मलाई चाहिँ दिँदैन मागेर ल्याउनु पर्छ नि नदिए 2000 भन्नु भएन होइन यो भिडियो हेरेर थाहा होला फेरि है म काट्छु भरे हामीलाई त डल्लो न डल्लो आइरहेको न छैन राम्रै आइरहेछ तपाईँहरू झन् राम्री मान्छेहरू यत्तिकै राम्रो आइहाल्छ नि हामी पो त हो त्यो मान्छे डल्लो मान्छे राम्रो आउँदैन हाई हाई भनिदिनु बाजे मेरो भागलाई हाई माग्दा हिँड्ने हो कि अब बाजेलाई भन्ने हो नि अरूलाई त भन्नु के भन्नु डल्लो डल्लो आयो नि फाइनली हामी चाहिँ गाइस बर्माहिल चोकमा आइपुग्यौँ है अब चाहिँ हामी यहाँ गाडी रहेछ हामी चाहिँ यहाँबाट चाबेल जाने गाडी चढ्छौँ अब गाडी चढ्ने हो अनि त्यसपछि बाँकी कुरामा हजुरलाई जाने हो चिचिपा खाने हो गाइजहरू है दायाँ बायाँ ससुराली जाने हो चिचिपा खाने हो अनि अरू के अरे सिट पनि रहेछ हौ भने जस्तै ल खाली रहेछ आउने म यहाँ अगाडि बस्छु नि त्यहीँ बस्छ अन्त एकजना त्यही अब त्यस्तो कोही आउनुहुन्न होला गाडी साडी आउनुभयो भने छोडिदिनु है उहाँ चाहिँ अपाङ्ग सिटतिर हुनुहुन्छ गाइस कोही आउनुभयो भने हामी छोडिदिन्छौँ बिरामी बुढापाकाहरू आउनु भने हामी छोडिदिन्छौँ कि हजुर होइन दिदी भन्नुहोस् गाडी चढेको होइन कहाँ जानु लागेको अरे दिदी हामी चाबेल बोल्नु न किन रोजा भने चाबेल जानु लागेको ल गाई चाहिँ हामी अरू मार्केट त देखाउँछौँ ल चुइगम किन्नु न चुइगम किन्नु है टिकट गाडी छ गाडी छ स्टार्ट हो हामी चाहिँ
सेल्टरमा आएको छौँ गाइस। बमिट आउनु खोज्यो क्या आउनु यहाँबाट जाने होला फाइनली आइपुग्यो गाइस। तर लास्टै गाह्रो भयो कि लास्टै गाह्रो भयो है अङ्कलले कस्तो हेर्नुभएको हामी माथि होइन त फिल्म भन्छ धेरै माथि हो नि लाइटमा हेर्नु न कस्तो दामी आउने गाउँ न निकै माथि हो सिनेमा त के हो अनि चलेको छैन क्या क्याल्टारमै गाई खान्छ क्याल्टारमा लिफ्ट चढिरहेको छु सर लाएर है सरलाई लाँदा बेच्छ होला नि फेरि सानो पऱ्यो भने त सिनेमा पाउनु न चकमा हो कि बिग्रेको हो यो ए छैन गाई हामी चाहिँ पुरा लिकमा चाहिँ हिँड्दैछु है हिँड्नुपर्ने हामी उत्ताने भएर हाम्रो दिदीलाई चाहिँ विदेशको लिक चढ्नु बानी भएको भएर होला अरे क्या यहाँ जस्तो लाग्छ आज 11:30 हो कि यदि जस्तो लाग्छ कतिको टाइम सिसिटिभी पाउनु ल यहाँ होइन त कति बजारतिर हो यस्तो म काटेको होला प्रायः हामी जस्तै मात्रै छ ए फिल्म हल कहाँ हो सिस्टर अझै 3 तला लिफ्ट चढ्दैन हो 3 तला भन्छ अब अझै ओह्रालो झर्ने हुन्छ त्यो गाई छ हामी त कति माथि रहेछ आधी पुग्दा पुग्दा त हालत खराब होला जस्तो छ 3 तला 4 तला हामी कति 3 तला आइसक्यौँ नि अब 3 तला अझै अब 2 चढ्नुपर्छ है अब 2टा होला अझै 2 चढ्नुपर्छ कस्तो राम्रो कपाल उडा हेर्नु ठिक छ भनेर यसो छुनु पर्दो रहेछ के अनि हिँड्दो रहेछ चिप्प लाएर बसेको नि चुपचाप लागिरहेको हुन्छ नि यस्तो यसो गरेपछि चल्दो रहेछ क्या आफू तलको त बिग्रेकै थियो एउटाको लास्टै गाह्रो लिक गर्दा त यस्तो अब लिक छैन क्या हो अब यहाँभन्दा माथि त अब कता हो अब त हिँड्दै होला सिधै हिँड्दै होला लिक यति रहेछ कताबाट हिँड्दै ए हो यहाँबाट माथि चाहिँ हो पऱ्यो कुछ नै सिधै हिँडिहालिन्छ है नि अलिकति पुरा छिरी गाडीहरू केही नलिगएछौँ है गुरु के यो झोला चाहिँ दिनु पर्ला है फेरि के किन्न गएको थिएँ बच्चाहरू खेलेको भने है किसानलाई मैले अब एक दिन ल्याउँ ल फेरि बच्चाहरूलाई बच्चाहरूको कस्तो राम्रो छ क्या हिँड्दै झर्नु कि क्या हो आउनु हिँड्दै झर्नु लिक थियो होला फोटो खिच्नु चस्मा पनि फेरि लगाएर मेरोबाट खिचिदिन्छु ल यहाँबाट आउँछ
खै तपाईँको बिल देखाउनु अगाडि हिँड्नु तपाईँ बिलवाला पानी त राम्ररी छ होला नि त मलाई जस्तो लागि त राख्दै हामीले गर्नु पर्ला है के छ ब्यागमा खानु चाहिँ दिनु नि त पिठा जस्तो गाह्रो भइरहेको के छ ब्यागमा ब्यागमा छाताहरू छ चियापत्ती खानेकुरा लगाइछैन कि खानेकुरा लान्छ भनेर होला होइन साढेदेखि होइन त सुरु हुने त टाइम छ होइन 35बाट ए अझै टाइम छ गाई यहाँ चाहिँ भिडियो बनाउनु त हुन्छ होला नि बाहिर त यहाँ चाहिँ भित्र लाँदा खानेकुरा केही नपाइने चाहिँ ग्यालटारो फिल्म हेर्न आउँदै हुनुहुन्छ नि केही नल्याउनु बाहिरबाट सबै नपाइने रहेछ भित्र मात्रै किन्न पर्ने रहेछ यहाँबाट केही लान नपाउने रहेछ हाम्रो चाहिँ त्यहाँ टक्क राखेर जाँदै हुन्छ दिदीले म अलिकति चाहिँ खाइहाल्नु पर्यो यार दिदी नखाने खाएर हिँड्नु भित्र खाइँदैन बरु भित्रमा पानी खोज्नु गर्दा बाहिर गएको त हाम्रो खोज्नु कहाँ अरे जारीको त अरे हामी चाहिँ घरभित्र छिर्नु लाग्यौँ छिर्नु लाग्यौँ है किनभने जारी जारी है यति होला यता अरे यता पनि के किन्ने यहाँ किन्ने ठाउँ अरे यो भर के अरे मकैहरू किन्नु न आउनुपर्छ कि आउनु हुन्छु नि ल ल ल होला हो जारी यता है यहाँ त्यो मात्र जाली पपकर्न र चिप्स कति हो हुँदैछ नेपाल आउँदैछ सुरु भयो सुरु भयो कि त छिटो गरिदिनु छिटो गरिदिनु सुरु भयो अरे त पपकर्न र छिटो कहाँ गइराख्नु नभए खानेकुरा आइसक्यो फाइनली सबै लड्यो वेटर चाहिँ आइराख्नु भएको हलभित्र छिटो गाइस हजुर म त एकछिन कपन गएर आउनु छ है एकछिन टाइम छ जाने के गर्ने नभए त यो कपन त्यो त्यहाँ जानु पऱ्यो है म एकछिन त्यता अफिसतिर पनि पुगेर आउनु कि क्या हो इन्सुरेन्सको अफिस र उयो क्या ल्याइदियो इन्सुरेन्सको अफिस जाने जाने है म त अनि होइन फेरि नानीहरू आउँछ तिमी जाने मलाई यहाँ फोन आइरहेको छ के गर्नु पऱ्यो आफ्नो बेला छ उयो रातो पनि तिमी गर्नुपर्ने मेरो लाइसेन्स गएको छैन
धेरै मेरो यहाँ नानीलाई ब्याट्री किन्छ आउनु ब्याट्री किन्नलाई जानु हुन्छ होला नि त गाडीको ब्याट्री यही किनेको हो नि त त्यो खेलाउने गाडी यहाँ छ कि छैन ढोकाहरू झन्नै यो सेतीको यो चाहिँ छ भनौँ होइन सेलमा लागिरहेको विज्ञापनको लागि फाइनली हाँस्दै सक्यो फिल्म अब चाहिँ हामी बाहिर लाग्यौँ है सियालटारबाट कहाँ जाने हामी यता तल जानु अरू चाहिँ त्यस्तै हो गाई फिल्म चाहिँ राम्रै रहेछ होइन समग्रमा भन्नुपर्दा तर राम्रै लाग्यो है त्यो पुरानो त्यो लिम्बू कल्चरको पुरानो गाउँघरको चलन चल्ती अनुसारको जीवाहरूलाई चाहिँ इङ्गित गरेर बनाउनु भएको छ उपेन्द्र सुब्बा दाइजीले मलाई उहाँले लेख्नुभएको उहाँको उयो पनि एकदम क्यारेक्टर पनि मनपर्छ प्लस उहाँले गर्नुभएको हुन्छ नि लेख्नु भएको कथाहरू नाटकहरू प्रायः राम्रो लाग्छ क्या फिल्महरू मन पर्यो उपेन्द्र सुब्बा दाइले बनाउनु भएको लेख्नु भएको अलिकति इमोसनल भयो लास्टमा चाहिँ सुनमा त हाँसिरहेको थियौँ है त्यो दया रोएको देखेर चाहिँ कस्तो माया लगाइरह्यो भने नराम्रो लाग्यो कि त्यहाँ चाहिँ नराम्रो देख्ने क्या छोरी माथि रोयो भने आँसु
केटा मान्छेहरू भने गाई धुँदैन्छ नसुहाउने के तर त्यो हुन्छ नि मनै भक भक भएर आउने के गाह्रो छ हो जिन्दगानीमा। अहिले यहाँ दिदीहरूको थोरै काम छ म पनि हिँड्दैछु नयाँ बाहिर गर्ने काम पनि छैन। आउनु न हामी चाहिँ अहिले गाई चाबेलमा छौँ। अब यहाँ चाबेलको मतलब मेन चोकमा चाहिँ अलिक पुगेको छैन, अलि माथितिर छौँ। क्यालटारबाट लिमसकिवरी जाँदैछौँ है। के हो हिँड्दा हिँड्दै बोल्यो त गल्दो रहेछ कस्तो हुने एउटा मात्र गीत रहेछ है जम्मा गीत नआएर पनि ठिकै भयो। कथा गीत धेरै भयो भने कथा थोरै अड्छ नि त होइन। अनि यहाँ चाहिँ कुराकानी संवाद धेरै रहेछ, गीत चाहिँ थोरै तर राम्रो छ। के गर्नु सुनबसले गाई सुनबस खान्छ भने सुनै गाई सुनै एउटाले चलाउने र बस्नु हामी स्कुटर पनि चाँडै भएर गर्नु भएन होइन। दिन आउला हाम्रो पनि लाइसेन्स निकालिहालिएको छ। हराइमा तर्सेन कता हो स्कुटर त मान्छे हिँड्ने ठाउँमा स्कुटरले झन्डै हाल्यो। गाई त्यसरी चाहिँ हुँदैन है, मान्छे हिँड्ने ठाउँमा मान्छे हिँड्नु पऱ्यो होइन, गाडी हिँड्ने ठाउँमा गाडी हिँड्नु पऱ्यो। हराइमा डर छैन त्यही होला। पुछारबाट अरे पुछारबाट अरे टाउको दुइटोको यार हिँड्दै हिँड्दै चाबेला पुग्यो कि पुछारबाट भन्नु लाग्यो ए पुछार भन्नु अब मैले पुछार केही छैन। कहिले अलिअलि यस्तो कन्टेन्टहरू पनि हाल्नुपर्छ कि अनि मजा हुन्छ नि त होइन, नत्र त भ्लग गरेको अर्थै भएन नि। कसो गाइज यो भ्लग गर्दाखेरि चाहिँ यहाँ मात्रै हेर्ने रहेछ कि यताउता हेऱ्यो भने चाहिँ होइन बोल्नै आउँदैन रहेछ कि डर लाग्ने लास लाग्ने हुन्छ नि। मलाई भन्नाले हेरिरहेको छ त्यस्तो हुने रहेछ कि है। पुग्यो ओ माई गड लाग्छ चाहिँ गल्यो म त सबै पक्का पुगिदिएछु। ल मलाई बनाइदिए क्यामेराम्यान छेउले समातेर हिँडिरहेको छ गोल्ड पनि के कस्तो घाम लाग्यो हेर्नु त। अहिले त अघि त पानी पर्ला जस्तो भइरहेको थियो, अहिले त घाम लागेर पुरा गर्मी गर्मीको होला। बस चाबेल चोक आयो यो चाहिँ हामी चाबेलमा इन्ट्री भइसक्यौँ। अब दिदी दुई नहेरिकन हिँडिराख्नु भएको छ। ल चाबेल गाह्रो पो छ त हौ, गाह्रो छ हौ माया गाह्रो छ। फाइनली हामी चाबेल चोकमा आइपुगेको छौँ। यस्तो छ है चाबेल चोक। आकाशी पुल
यो छ कलर छ अनि कलर यता साइड त्यो हाफ प्यान्ट त दामी छ त हौ दिदी हामी किन्नुपर्छ क्या हो कति देखाउ रे दिदी सेल लागिरहेको छ अरे गाइस सेल लागिरहेको छ अरे आउनु रे यो लाइटको पसलमा आउनु रे हामीले डढेर त खर्र भइदिएन हौ गाइस हामी गोरा मान्छे भन्न चाहिँ भएन होइन हामी जस गाउँको मान्छे हो यही पाराले घाममा हिँड्यो भने त गाउँ कालो मान्छे भइन्छ होला हौ तिल कालो मान्छे भइन्छ होला भन्ने लागिरहेछ हामीलाई गर्मी बहुत है गर्मी एडिट गर्नुपर्छ ब्याग मेलाइ उयो ममताहरू नि सबै यहीँ आउँछ तिम्रो ब्याग जहिले फिता ठुलो भएकोहरू क्या ठुलो फिता भएको ब्याग बच्चाको ब्याग छ है यहाँ स्कुल ब्याग क्या तररो खालको लगिदिनु छ हो मेरो छोरालाई बच्चाको स्कुल ब्याग छ त ओरिजिनलबाट गएको बेला भिडियो नि बनाउँदै अलिअलि धेरै फेमस छ होइन अलिक अघि नि गरिरहेको थिएँ म किनिरहेको दिदीकोमा एकछिन जाँदैछु गाइस सबै कुराहरू भनिहालेँ दिदीलाई जाँदैछु भनेर होइन अर्कै भनिहाल्ने हो